हामी चाहिँ अर्को ठाउँमा फेरि पुग्यौँ। यो चाहिँ हाम्रो फ्याक्ट्री हो। हेर न ला कालो कस्तो दामी आयो है। पुरानो चलाउने सामानहरू रहेछ के। अनि मौरीको सायद उयो फार्मिङ गर्नेहरूको लागि होला कि। मौरीको खेती गर्नेहरूको लागि रहेछ यो चाहिँ। मौरीको ढुँड यो चाहिँ। अनि यहाँनिर मौरीको मह काट्दाखेरि लाउने प्रोटेक्सन। खै हेरौँ त मौरीको यो। त्यहाँ मौरी काटिँदा होइन खै एकचोटि काटिदिए अनि यिनीहरू चाहिँ भागेन कि मौरी यहाँ काटिरहेको यिनीहरू चाहिँ भागिरहेको रहेछ यहाँनिर। अनि गाउँ रहेछ यहाँनिर। अनि यहाँनिर पुरै क्लाइमहरू पनि गरिरहेको रहेछ। मैले अघि देखाइसकेँ त्यहाँनिर। मौरीको चाका यहाँनिर रहेछ। अनि यो चाहिँ पुरानो महहरू होला के। मह छान्ने ठाउँ हो कि क्या हो यिनीहरू चाहिँ। अनि यो चाहिँ यो परालले चाहिँ के बनाउन सकिन्छ भनेर उनीहरूले यहाँनिर ह्यान्डमेड सुज बनाएको छ, ब्याग बनाएको छ। के अरे बेबे? रोजमेरी? यिनीहरू चाहिँ के हो र है? स्टोनहरू छ त। त्यही त स्टोन्सहरू रहेछ। मिखासको सबै स्टोनहरू यिनीहरू? ए कस्तो ब्युटिफुल स्टोनहरू कि। क्रिस्टल टाइपको स्पार्क भइरहेछ पुरै। यो मिखासभरिको स्टोनहरू सबै कलेक्ट गरेर यहाँनिर राखेको रहेछ म्युजियममा। अनि यो परालले चाहिँ के बनाउन सकिन्छ भनेर यहाँनिर सबै देखाएको छ। ह्यान्डमेड हो सबै। यो चाहिँ यहाँ छैन स्पेनमा केमा युज हुन्छ यो चाहिँ। अनि यहाँनिर गदाको माथि राख्ने हो। भारी बोक्दाखेरि यो गदाको माथि राख्छ नि हो यो रहेछ यो। ठक्क राख्यो अनि यहाँनिर सामान राख्यो। अनि त्यो चाहिँ ह्यान्डमेडबाट यहाँनिर सामानहरू राख्ने के बनाउन सकिँदो रहेछ। अनि यहाँनिर सुज रहेछ, ब्यागहरू बनाउन सकिँदो रहेछ। यो चाहिँ पानी बोक्ने पानीको बोतलहरू बनाएर राख्ने। यो त चिन्डो हो नि है, चिन्डो होइन। अनि यो चाहिँ गुन्द्री। अनि गुन्द्री उयो हेर न के अरे यो यहाँ हेर न चप्पल। हाम्रो नेपालतिर त्यसले बनाउने तर हाम्रो नेपालहरूतिर पनि धेरै युज बनाउँछ यसले। यसलाई त के भन्छ हौ? के भन्छ हौ बिर्सेँ मैले। हाम्रो नेपालतिर के भन्छ? खोङ्गी हो यो चाहिँ। खोङ्गी यहाँ पनि युज हुन्थेछ पहिला नै स्पेनहरूतिर। यी ह्याडहरू पनि यसले बनाएको। जाउँ अब हामी चाहिँ ठाउँ जाँदैछौँ फेरि। वाट इज द्याट? पेन्टको लागि होला कि यो काल हो पेन्टको लागि। के चाहिँ काल निकालेको क्या काल सेतो। यो पेन्टिङ गर्न पहिला सेतो सिमेन्ट लगाउँदैन थियो। कस्तो मजाले बनाएको आर्ट त कस्तो दामी गरेको हेर न। यहाँनिर चाहिँ उयो के भन्छ उयो खेलाउँछ नि साडे जुदाइरहेको छ यहाँनिर। पहिला चाहिँ यहाँनिर चाहिँ साडे जुदाउँदैछ क्या। अनि यहाँनिर मान्छेहरू चाहिँ साडी जुदाएको पुरा हेरिरहेछ।
कस्तो दामी गरेर बनाउनु भएको रहेछ How beautiful. काइन्ड अफ त भिलेज लाइफ त हुने होइन हाम्रो नेपालमा पनि यस्तो यस्तो कति छ नि त तर यहाँ चाहिँ यिनीहरूले यस्तो मजासँग के सबै हेर न पिज्जा ब्रेड बनाएको रिक्रिएट गरेर राखेको भएर के प्रिजर्भ गरेर राखेको है पहिलाको स्पेनको भिलेज लाइफहरू के यहाँभित्र भएको सबै सामानहरू यसमा एक्सप्लेन गरिन्छ नि याद गर्यो त्यहाँभित्र भएको सबै सामानहरू एक्सप्लेन गरेछ कि यसमा यो अनलाइन जिनिस के भनेको यसको लागि युज गर्ने के होला उतापट्टि हाम्रो गलाको ब्युटिफुल्ली ओ मिखास देख्यो मिखासको गाउँ अहिले पनि सेतै छ नि मिखास ए मिखास गाउँ चाहिँ पहिला चाहिँ यस्तो थियो चाहिँ अहिले हामी घुम्न आएको ठाउँ चाहिँ पहिला गाउँ छ भने यदि दार्जिलिङ यो चर्च भयो होइन यो चर्च त्यहाँनिर छ यसकै अगाडिपट्टि यो चाहिँ यो घर हो क्या अहिलेको घर हामी छिरेको ए अहिले हामी छिरेको घर चाहिँ होइन यो र? रहेछ नि चर्च चाहिँ अघि नै हामी गएको त्यहाँको चर्च यो चर्च त हो नि उता गएर न किन यता चर्चमा त बाटो अब जिजस क्राइस्ट म त झन्डै लडेँ साथीभाइहरू यहाँनिर देखेको नि त मैले अनि अब हामी चाहिँ फेरि माथिल्लो तलामा आएको छ म्युजियममा यहाँनिर म झन्डै लडेको सिनेरीमा यहाँ चाहिँ बर्ड्सहरूको रहेछ कि स्पेनको बर्ड्सहरूको स्पेनमा केहरू पाइन्छ भनेर रहेछ यहाँनिर स्पेनिस ल्याङ्ग्वेजमा छ म त केही पनि बुझ्न सक्दिनँ पढ्न सक्दिनँ तपाईँहरूलाई फोटोहरू मात्र देखाउन सक्छु है म चाहिँ के हो र यो कस्तो डरै लाग्दो म त केही जान्दिनँ स्पेनिसमा छ देखाएको मात्र मैले त सर स्पेनमा पाउने बर्ड्सहरू ओके यहाँनिर त्यस्तो इन्ट्रेस्टिङ छैन जस्ट फोटोहरू मात्र छ स्पेनमा पाउने बर्ड्सहरूको के स्पेनियलको नाम भएन यो चाहिँ साइन्टिफिक नाम के ए यो त चिल जस्तो नि देख्छु इङ्ग्लिसमा चाहिँ छैन रहेछ नि त फेरि हामी अब त्यहाँबाट फेरि बाहिर निस्क्यौँ अर्को ठाउँमा यो के रहेछ हो के भयो यो चाहिँ ठुलो रहेछ कि यो म्युजियम चाहिँ ठुलो भन्दा नि यस्तो पार्ट छुटेको तर धेरै कुराहरू हेर्न सक्ने कि पट उयो रहेछ पटहरू क्या कहिले कति वर्ष अगाडिको ओ हेर त कति वर्षको हो स्पेनिसमा छ उसमा गएको बेला पनि यस्तै थियो XII यो चाहिँ स्पेनको पुरानो पैसाहरू रहेछ है कति वर्ष अगाडिको हो थाहा छैन सिग्लो XBIII आमामामा के ढुङ्गा जस्तो छ त पैसा त हो हेर त त्यो पहिलाबाट त्यस्तै भएर त बनाउँदैन त्यसमा छाप हानेर ढुङ्गा जस्तो छ है पैसाहरू त यो राखेको होला कि यो साउन्डहरू साइज पुरानो कति वर्ष अगाडिको पोट हो यो हामी थाहा छैन हजार वर्षदेखिको यसरी राखिएको छ 218 कति वर्ष अगाडिदेखिको होला है यिनीहरू पोटहरू 2000 हामी त्यो जन्मको जन्मेकै थियौँ तर खै के को जुनी थियो पनि थाहा छैन तिमीहरूले त जुनी लिएर पनि अर्को काम गरेर फेरि ल साथी सङ्गीहरू अब हामी चाहिँ म्युजियम घुमिसक्यौँ अनि म्युजियमदेखि हामी बाहिर निस्किँदैछौँ यो चाहिँ बाहिरको बाटो आइपुग्यो